साथी नमस्कार। तपाईको फेसबुकमा रहेको रिल्समा भएको भिडियो अथवा अडियो कसैले युज गरिरहेको छ, यदि त्यो युज नगरोस् भनेर तपाईले सेटिङलाई अफ गर्न चाहनुहुन्छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। यो भिडियो अन्तिमसम्म हेर्नु भने तपाईले आफ्नो भिडियोमा भएको अडियो र भिडियो अथवा रिमिक्सिङ अथवा रिएक्सन भिडियोहरु कसैले बनाइरहेको छ भने त्यसलाई सजिलैसँग अफ गर्न सक्नुहुन्छ र कसैले यदि डाउनलोड गरेर युज गर्यो भने त्यसलाई सजिलैसँग कपिराइट हान्न सक्नुहुन्छ। यो सम्पूर्ण जानकारी जान्न चाहनुहुन्छ भने भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। आउनुहोस् स्क्रिनतर्फ लागौं। साथीहरु आफ्नो मोबाइलको फेसबुक खोल्नुहोस्। फेसबुक खोले त्यसपछि आफ्नो प्रोफाइलमा क्लिक गर्नुहोस् र यहाँनिर प्रोफेसनल ड्याशबोर्ड खोज्छ त्यसमा क्लिक गर्नुहोस्। त्यसपछि अलि तल जानुहोस्। त्यसपछि यहाँनिर सेटिङ देख्नुहुन्छ यो सेटिङमा क्लिक गर्नुहोस्। त्यसपछि यहाँनिर तपाईले देख्न सक्नुहुन्छ रिल्स देख्नुहुन्छ यो रिल्समा क्लिक गर्नुहोस्। त्यसपछि यहाँ अप्सन देख्नुहुन्छ अलाउ अदर टु युज योर ओरिजिनल अडियोज एन्ड रिमिक्स योर फ्युचर पब्लिक रिल्स भनेको छ यसमा क्लिक गर्नुहोस्। त्यसपछि यहाँनिर तीनवटा अप्सन देखिन्छ रिमिक्स एन्ड ओरिजिनल अडियो युज भने हैन। त्यसपछि ओरिजिनल अडियो युज ओन्ली अनि डोन्ट अलाउ भने है त। यो फर्स्टमा क्लिक गर्नु तपाईको चाहिँ अडियो र भिडियो दुईटै युज गर्न मिल्छ, रिएक्सन भिडियो बनाउन मिल्छ हैन, योबाट चाहिँ सजिलैसँग अरुले। त्यसपछि अर्को सेकेन्ड भनेको ओरिजिनल अडियो युज ओन्ली भने है तपाईको ओरिजिनल अडियो युज गर्न मिल्छ तर रिएक्सन भिडियो चाहिँ बनाउन मिल्दैन भन्ने भयो त योबाट है त। त्यसपछि यहाँनिर तपाईको छ यो डोन्ट अलाउ भने है यो भनेको चाहिँ दुईटै तपाईको भिडियो कन्टेन्ट र अडियो कन्टेन्ट दुईटै चाहिँ तपाईको युज गर्न मिल्दैन। यदि योबाट चाहिँ कसैले सजिलैसँग चाहिँ त्यो रिएक्सन भिडियो पनि बनाउन मिल्दैन र अडियो पनि युज गर्न मिल्दैन। यदि कसैले युज गरेर तपाईको डाउनलोड गरेर युज गरेर रिएक्सन भिडियो बनायो भने तपाईले त्यसलाई सजिलैसँग कपिराइट पनि हान्न सक्नुहुन्छ है त। यो तीनवटा मध्ये तपाईलाई कुनमा चाहिँ अफ गर्न मन छ, यो ओरिजिनल अडियो ओन्ली युज गर्ने कि हैन अथवा दुईटै अलाउ गर्न दिने कि कुन युज गर्ने तपाईले चाहिँ आफूले चुज गरेर युज गर्नु। जस्तै तपाईको यो लास्टको अप्सन युज गर्दा नि कसैले पनि प्रयोग गर्न सक्दैन तपाईको भिडियो। यदि प्रयोग गरिहाल्यो डाउनलोड गरेर प्रयोग गरिहाल्यो भने तपाईले सजिलैसँग कपिराइट राख्न सक्नुहुन्छ। यति गरेर तपाई लास्टमा यो सेभ बटनमा क्लिक गर्नुहोस्। यति गर्नु भने तपाईको भिडियो अरु कसैले युज गर्न सक्दैन है त।